ल हेलो साथीहरु दर्शक नमस्ते अनि स्वागत छ तपाईहरुलाई आजको सानो मिनी ब्लगमा। आजको मिनी ब्लगमा हामी चाहिँ यतातिर पार्कमा गएर आज केक काट्ने प्लानमा आएका छौं। मेरो निमन्त्रणालाई स्वीकार गरेर आउनु भएका हाम्रा दुईजना साथीहरुलाई धेरै धेरै धन्यवाद, संगारी र पाण्डुलाई। आज हामी केक काट्न जाँदै छौं। यहाँनेर नेस्टु छ उता पछाडी, त्यो नेस्टुमा गएर पहिला सुरुमा हामीले केक लिन्छौं। केक लिएर फेरि यहाँनेर हाम्रो गाडी छ, गाडीमा चढेर हामी सर र अर्को पार्कमा जान्छौं। पार्कमा गएर हामी चाहिँ केक काट्नेवाला छौं। केक केका लागि काट्दैछौं भन्ने कुरा, केक चाहिँ मेरो आइडीमा 10,000 फलोअर्स पुगेको खुशियाली, साथै मेरो भिडियोहरु एउटा 2 मिलियन, एउटा 3 मिलियन र टिकटकमा पनि मिलियनौं भ्युज गएको खुशियालीमा हामी चाहिँ सानो केक काटेर सेलिब्रेसन गर्दै छौं। हजुर ल ल ल संगारी, यो चाहिँ चट्लाएर यहाँ हाम्रो आज पार्टी चाहिँ यही हुन्छ। अब बाहिर जाने भनेको निकै जाडो छ अनि पार्टी यहाँ हुन्छ। जुत्ता उता नलाउनुस्, हुन्छ राख्नु ऊ त ल चट्टा बिछाउनु त दुईवटा यस्ता मुख बिछाउनु है, यस्ता मुख हो यस्तै एकदम दामी हुन्छ हेर्नुस् है। ल अनि पासाङ्गारी यार अय दुई त एक तवालीको ठ्याक्कै छ यो अनि जान्ने भएर त फेरि आँखाले बोला तपाईले पनि टेक्नुस् त एकछिन, तपाईले पनि टेक्नुस् त, तपाईले पनि टेक्नुस्, तपाईले एकछिन तपाईले पनि टेक्नुस्। बस 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 एकदम गजब भाषा। ल खै सामान ल्याउनु त। आज हाम्रो पार्टी चाहिँ यही हुन्छ है, केक काटाइ चाहिँ यही हुन्छ। हाम्रो घरै यही हो। अब बाहिर जाने भनेको एकदम जाडो छ साथीहरु। ल म पनि माथि आउँछु। अया बाप धेरै भएपछि अया हनुमान ढोका बन्द गर्नु, ढोका बन्द गरौँ है। आफ्नो हनुमान ढोका। अरे मेरो हनुमान ढोका वाह रे, हैत्तेरी यो गाडी त लक गरे खाना के हुन्न होला है। के हुन कहाँ लिएर जान्छु न गाडीले। हामी भित्रै छौँ फेरि है। हुन्छ अब यो पनि यहाँबाट पनि ढोका लगाइदिन्छौँ हामीले, चट्टो ढोका लगाइदिउँ। लगे पनि हामीलाई लगेर जान्छन् नि, अनि सबै जान्छौँ हामी। अनि के टेन्सन ल। लाइ फरेर जतालाई नि ठिकै छ बा बन्द है है पाण्डु। खै सक्कु म देखाए त है। अलिकति ठाउँ साँग्रो भयो क्या है हामीलाई। हैन पुगेन कि तीनजना मजाले एउटा एउटा कुन्नामा बसौँ न। तपाई त खतरै आइडिया आउनु ल बोल्नुस् ल साथीहरु, आज चाहिँ हामीले मेरो फेसबुकमा 10,000 सब्स्क्राइब पुगेको र के भन्छ भने कन्टेन्ट मोनेटाइजेसन आएको, साथै 3 मिलियन भ्युज गएको र टिकटकमा पनि 2 मिलियन भ्युज गएको, भिडियोहरु के फेसबुकमा पनि 2 मिलियन 3 मिलियन भ्युजहरु गएको। यो पहिलो रेकर्ड हो मेरो। त्यही खुशियालीमा मैले चाहिँ आज सानो केक काटेर सेलिब्रेसन गर्दैछौँ। मेरो निमन्त्रणालाई स्वीकार गरेर आउनु भएका हाम्रा पाण्डु र संगारीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अब चाहिँ ढिला नगरेर केक काट्नेतिर लागौँ। ओके ओके ल यसको ढक्कन कता खुल्छ? यताबाट यसको ढक्कन यताबाट खुल्छ अनि यहाँ पनि प्याक्ट भएर बस्छ यो। अब यसलाई हल्का यता ढक्कन मिल्दैन? यो मिल्दैन क्या, यसलाई चाहिँ यहाँ निकाल्नुस् त। अब यसलाई टेबलमा टेबलमा राखेर चट्ट लाएर ल अब चाहिँ हामी केक काट्न सुरु गर्छौँ है त। काट्दाखेरि भन्छ नि। ल म काटेँ है त। ल ताले हान्नु न। खै त किन चुप लागेको तपाईँ यार? बर्थडे टु ह्यापी बर्थडे होइन यार संगारी यार, ह्यापी बर्थडे हैन। ह्यापी बर्थडे कहाँ हो त यार? 10K को 10K को 10K फलोअर्स पुगेको, लाइक भ्यूज मिलियन लाइक भ्युज। ओ माय गॉड ओ कस्तो तपाईँ, थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच। काङ्ग्रेस तेरि यार कङ्ग्रेट्स होइन क्या, कङ्ग्रेट्स लास्ट टाइम फेरि काङ्ग्रेचुलेसन भन्नु र यार। फेरि कन्टिन्यू लेखेर लाग्यो। कङ्ग्रेचुलेसन। कंगरा पहिला कोले खाने, मैले खाने त होला होइन? खानुस् खानु हैन हैन कोले खाने हो तपाईँहरूले? पहिला ठुलो मान्छे खान्छ। हैन ठुलो ल ल ठुले मान्छे लाउनु संगारी, मैले खुवाउनु पर्छ र? ठुलो पैसाले हैन फेरि उमेरले मात्रै है। उमेरले मात्रै हो। ल तपाईँ आफै ओ खानुहोस्। माय गॉड 60 रुपैयाँ। ल त्यसै पाण्डुले खानुहोस्, लाउनुहोस् म थोरै खान्छु। लाउनुहोस् न, ए तानी हाल्नुहोस् न पाण्डुले फेरि हालिदिनु भयो। यत्रो भन्नै मेरो मोबाइलमा गुल्टेन। गम्मै खाइदिए। त्यतै हेरेर खानुपर्छ र। के हुआ? ल अब भो बटन छैन यहाँ।
त्यो चक्कर भइहा हो के को 10,000 फलोवर्स पुगेको खुसियालीमा ओ माय गॉड 3 मिलियन भ्युज पुगेकोमा एउटा भिडियोमा अनि अर्को भिडियोमा 2 मिलियन भ्युज पुगेकोमा टिकटकमा पनि मिलियन भ्युज पुगेकोमा त्यसको खुसियालीमा हो यो ह्याप्पी बर्थडे त गइसक्यो अस्ति म थाहै पाइनँ अनि के रे म त नयाँ कुरो पनि सुने त यार अहिले त ल भन्नु त के कुरो के नयाँ कुरो सुन्नुभयो आइडी मोनिटाइज पनि भयो रे ओ त्यो कुरा थाहा पाउनु भएको आइडी मोनिटाइज भएको कङ्गरा क्याङ्ग्रेचुलेसन काङ्ग्रेचुलेसन घन्टीले लगेछ है यस्तो घन्टीले लगेछ। घन्टीले लगेछ त्यही बधाई मात्रै भनौँ न त कङ्ग्रेचुलेसन नामलाई त्यो हामीलाई- बधाई मात्रै आउँछ ल हामीले गाई खाने माछा जान्दैनौँ यो खाना पाइन्छ कि पाइन्न ल एकान्टा खाना ए 3टालाई एकान्टा हेक्नु त्यो तान्नै 3टालाई एकान्टा छ क्या तपाईँलाई पनि छ तपाईँ कस्तो डाहा गरेको फेरि लास्टै दा एक नम्बर खाली मतिर मात्रै डा गर्ने मैले के सुझाएको थिएँ भने काटेर फुलसहित डम्काउने विचार गरेको ए अब त्यस्तो हुन्न यहाँ अब ल्याम कि ल्याम ड्याम ड्याम कि ड्याम म त लास्ट बिट खान्छु फेरि ड्याम कि ल ल ल खान त केटा हो यो खानु न हौ राम्रो यो ल लाउनुहोस् त म सानो पिस खोलिरहेको छु यसमा डबल लेयर रहेछ है